हेलो गाइज, हेलो साथीहरु। आज म हाम्रो चौधरीहरुको एकदम फेमस परिकार हाम्रोतिर त बगिया भन्छ त्यो बनाएर देखाउँछु। अनि यसैबाट अलि उ गरेर एमरी पनि म बनाउँछु है त। यो चामलको पिठोलाई एक रात भिजाएर अनि त्यो चामललाई पिनेर अनि त्यसपछि यो भुट्नु पर्छ के अलिअलि पानी सुक्ने गरी। त्यस्तो गर्यो भने एकदम सफ्ट एकदम नरम बन्छ के एमरी होस् अथवा त्यो हाम्रो खाने त्यो ढिक्री भन्छ उतातिर पश्चिमतिर, हाम्रोतिर बगिया भन्छ है। अनि तातो पानी यसरी भोक उमालेर पानी हालेर यसरी मजाले यसलाई मुस्ने है त। तातो पानी हालिसकेपछि सेलाइसकेपछि मुस्ने। यतिको पिठो मुस्नु पर्यो। यसरी तान्दाखेरि यसरी लसिलो हुनु पर्यो। अनि यस्तोको बनायो भने एमरी एकदम नरम मुलायम बन्छ के। अनि खानामा पनि कस्तो मिठो हुन्छ। खोवाको एमरी बनाउन लागेको के गाइस। अनि त्यही भएर खोवालाई यसरी मसिनो गरेर हल्का दुध, चिनी, मर मसला हालेर अनि यसलाई फिलिङ तयार गर्ने। अनि एमरीमा हालेर यतिको भइसकेपछि गाइस, यतिको भइसकेपछि तपाईँलाई के ड्राई फ्रुट हाल्न मन लाग्छ हाल्नु है। आफ्नो मन परेको ड्राई फ्रुट हाल्ने। मसँग त नरिवल थिएन, बदाम मात्रै थियो। बदाम अनि मैले बदाम मात्रै हालेँ, बदाम र काजु। यसरी चलाउँदै पकाउने होइन। दुध हालेर अनि खोवाको अलिकति यो अलिक खाएन क्या, अलिक बाक्लो भएपछि सेलाउनलाई राख्ने। हेलो गाइज, हेर्नु है, म कहिले बनाएको छैन, फर्स्ट टाइम बनाएको। यस्तो एमरी बनाएको छ। के गर्नु, फोटो खिच्नु के अरे भिडियो बनाउने मान्छे कोही छैन। बनाएको कसरी देखाउँ तपाईँहरूलाई है। यो फिलिङ चाहिँ तयार भएको अब सोच यार। यसरी गाइज, यसरी बनाएर यसरी हुँदैन कतै हुँदैन। यसरी यसमा यसरी फिलिङ हाल्ने यसरी। अनि गाइज हेर्नु त मेरो मोमो बनेर सबै रेडी भइसक्यो। अब पाकिसकेपछि तपाईँ